छ गाइस बाटो अन्य पुकार गाडी चाहिँ पर भन्ज्याङै गर्छौ त भन्ज्याङै गर्छौ न यता पर भन्ज्याङ निस्किनु पर्छ अरे मेरो आङ्कल जाने मावडी बाटो होइन kalau uya kan kita pada eta baik kan किन हाँ के हो अभी बता था भाई अभी कस्तो भिडियो गरालो होला गाने मारियो म गएको उता छिरेको थियो नि सक्यो किन हो हाँ किन झरेर हालिस क्या त हाँ रातो माटोमा फलाते चिप्ने नि बस थप्पु बजार लाएर खाजा खाइदिएछ होइन गाइस सक्नुहुँदैछ खाजा खाने अझै 2-3 घन्टा लाग्छ अरे मोमो र यसो चिया खाएको होइन म अझै देखाइन देखाएको छ टक्कसँगले अब चाहिँ हामी खाजा खाइसक्यौँ अब लाग्न आँटेको बाइकको भिडियो चाहिँ हामीलाई तपाईँहरूलाई अब बाटो देखाउँदैछ है त्यही हो ए उयो पारेको देखिने गरेको यो उँधो जानुपर्छ उँधो यो उकालो त जानु भएन नि यताको उँधो पनि जानु भएन उँभो पनि जानु त्यसै सिधा ए जति लाग्ला यस्तो छ बाटो हेर्नु चाहिँ यस्तो छ यस्तोमा कसरी गाडी आउँछ यार यस्तो ठाडै उकालो छ यार यस्तो छ गाइजहरूमा कसोमा धन्नोमा यस्तो छ उकालो न उकालो यो अब क्यामेरामा तरिका त्यसै देखिन्छ होइन साह्रै उकालो छ क्या ब्याक साइड त लैजाने कहाँ हो घुमाएको त हालत यस्तो रहेछ टक्कसँगले हामी चाहिँ बाइक यहाँ राखेर जाँदैछौँ यस्तो रहेछ यार औ ठाडै उकालो रहेछ मैले हेरेर 20-25 चोटि फोन गरे होला हो कस्तो रहेछ गाइस लो गाइस हामी चाहिँ फुङपुङे धुङधुङे झर्ना आइसकेको छौँ होइन टक्कसँगले देख्न सक्नुहुन्छ यस्तो रहेछ टक्क बब्बाल रहेछ धेरै हल्को रहेछ हल्को पनि टक्कसँगले अब हामी परै जाँदैछौँ दुङदुङे दङदङे झर्ना आइपुग्यो गाइस झर्ना आयो नि तिमी
हल्को चाहिँ हल्को रहेछ गाइस होइन यस्तो रहेछ टक्क यहाँदेखि उता पनि बाटो बनाएको रहेछ टक्क सोलिङ हानेर माथिल्लो घरमा गएर खिचौती बनाउनु पर्छ नि रोड चाहिँ कस्तो मुला अल्ट्रा बोकेर आएको हुने रहेछ टक्कसँग हामी जाँदैछौँ